हेलो फ्रेन्ड्स, नमस्कार। कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला नि। अब हेर्नुहोस् है, हाम्रो यो भिलेज लाइफ। अब गाउँ बस्तीमा बसेपछि सागसब्जी रोप्नै पर्यो होइन। अब सागसब्जी रोपेर मात्रै भएन, त्यसलाई गोडमेल पनि गर्नु पर्यो। यसो पानी नभएको बेलामा पानी पनि लाउनु पर्यो। र बर्खामा त यहाँ पानी भइहाल्छ होइन, तरै पनि यसो अब वर्षामा झार पलाएको हुन्छ, त्यसलाई झार गर्नु पर्यो, देखरेख गर्नु पर्यो, स्याहार सुसार गर्नु पर्यो। त्यसो भने पो रोपेको सागसब्जीले आफूलाई होइन केही खानेकुरो दिन्छ। त्यही भएर केही कुरो रोप्दा पनि हामीले त्यसको स्याहार सुसार गर्नुपर्छ है साथी हो। यहाँ हेर्नुहोस् है, यसरी गर्नुपर्छ है। झार पुरा पलाइरहेको रहेछ, अब यसलाई नगर्ने हुँदैन।